फेरि हामी फ्री फायर खेल्न आँट्दैछौँ। त्यस पछाडि हामी अब गाइस फ्री फायर खेल्न आँट्दैछौँ। अब अन हुँदैछ फ्री फायर चाहिँ हेर्न सक्नुहुन्छ, अन हुँदैछ। त्यस पछाडि अन हुँदैछ गाइस, हेर्न सक्नुहुन्छ। त्यस पछाडि अब फेरि गाइस हेर्न सक्नुहुन्छ। ला युट्युब थिचेछ। त्यस पछाडि अब गाइस मेरो दाइको हेर्नुपर्छ एउटा भिडियो। त्यस पछाडि गाइस भोइस ओभर गर्दैछु म चाहिँ गाइस। लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला गाइस। यहाँ चाहिँ मेरो दाइको जित्दै चाहिँ अब यो दाइ चाहिँ यस्तो मजाले खेल्दै हुनुहुँदो रहेछ। अनि म फेरि यहाँदेखि जेड गर्छु। त्यस पछाडि फेरि खेल्छु कि खेल्दिनँ थाहा छैन, खेल्छु होला मजाले। त्यस हेर्दै चाहिँ अब मेरो आजको कुरा चाहिँ थाहा पाइनँ। त्यस पछाडि अब म हेर्छु खेल्छु कि खेल्दिनँ, खेल्छु होला हेर्न सक्नुहुन्छ। अब म खेल्दिनँ होला जस्तो पनि लाग्दैछ मलाई, किन जित्दिनँ। म बियर ऱ्याङ्क स्टार्ट गरौँ भन्दैछु, तर बियर ऱ्याङ्क स्टार्टै हुँदैन। अब डुड गर्नु भनेको डुडै भएन। त्यस पछाडि गइस अब यो डुड नभएको कारण म ओन्ली वान गरिदिन्छु। ओन्ली वान गरेर पछि हामी बियर ऱ्याङ्कमा डुड लगाएर खेल्छौँ। अर्को बियर ऱ्याङ्कमा डुड लगाएर खेल्छौँ। अनि गाइस म चाहिँ यहाँ इमोटहरू पनि देखाउँछु। स्टार्ट हुँदैछ, 10 सेकेन्डमा स्टार्ट हुन्छ अरे, तर बहुत बेर लगाउँछ स्टार्ट हुन। अनि गाइस हेर्न सक्नुहुन्छ धरो स्टार्ट हुन यत्रो बेर लाउँदैछ। अब म हेर्दैछु के गर्दै हुनुहुँदो रहेछ। 20 मिनट लेफ्ट आउट द ब्लेस्ट। म यो चाहिँ रिक्वेस्ट सेन्ड गरिदिन्छु, मेसेज सेन्ड। वाल च्याटबाट पनि म बन्दा वाला हुन्छु। वाल च्याटबाट रिक्वेस्ट डालिदिन्छु म चाहिँ। म इमोट देखाउँदैछु गाइस। यो इमोट चाहिँ तपाईँहरूसित छ कि छैन त मलाई कमेन्ट गर्नु होला। यो कमेन्ट छ कि छैन मैले यो डिलिट अल गरिदिन्छु। त्यस पछाडि गाइस हामी अब स्टार्ट हुन आँटेको छ। स्टार्ट भइसक्यो। यो म्याप चाहिँ गाइस यो म्याप मलाई किन 2017को जस्तो लाग्दैछ। किन त्यसै कारण गाइस यो 2017को म्याप हो कि होइन। 5 4 3 2 1 भइसकेको छ। अब गाइस यो चाहिँ क्ल्यारी म्याप कि कुन म्याप हो गाइस कमेन्टमा गर्न सक्नुहुन्छ तपाईँहरू पनि। कुन म्याप हो थाहा भएन कि गाइस मैले। गाइस यो म्याप चाहिँ कुन हो थाहा नै भएन कि। अनि गाइस यहाँ चाहिँ 50 भन्दा उत्रेका रहेछ। म चाहिँ कति भन्दा उत्रेका रहेछ भने हेर्न सक्छु। गाइस तपाईँहरूलाई पनि यस्तै भिडियो बनाउनु छ भने मुनि म एउटा लिङ्क दिन्छु, त्यो लिङ्कबाट बनाउन सक्नुहुन्छ यस्तै एउटा लगाएर। त्यस पछाडि गाइस हामी चाहिँ अब यहाँ पछाडि चढेर एउटा बन्दुक खोज्दै हुन्छु। म चाहिँ खोजिरहेको हुन्छु त्यसै मौकामा यहाँ म चाहिँ एउटा बन्दुक भेटिसकेको हुन्छु। यहाँ चाहिँ मैले AK-47 कि कुन डबल भ्याक्टर एउटा भ्याक्टर भेटिरहेको हुन्छु। डबल भ्याक्टरले एउटा भ्याक्टर। अनि यहाँ मैले त नुब्लर भ्याक्टर रहेछ भनेर एकछिन पछाडि मैले यसलाई फालिदिन्छु। यो यहाँ कुचैले सेन्टिनो क्यारेक्टर लगाइरहेको रहेछ। यहाँ चाहिँ अब म डबल भ्याक्टर युज गर्न आँटिदिन्छु। यो डबल भ्याक्टर चाहिँ मलाई किन लाग्छ पुरा प्लेयर हुन्छ भनेर। डबल भ्याक्टर किन यस्तै लाग्छ मलाई। पेनाल्टी चाहिँ मलाई कस्तो राम्रो लाग्छ। अनि यहाँ एउटा बन्दुक भेट्छु म। यहाँ चाहिँ भेट्दिनँ होला। यहाँनिर एउटा मान्छे हुन्छ। त्यस पछाडि म चाहिँ यो मान्छेलाई खोज्दै जान्छु। यहाँ मेरो टिम छ, यतै मान्छेलाई खोज्दै जान्छु म। हेर्न सक्नुहुन्छ। अब म चाहिँ त्यो बन्दासित जाँदैछु। यहाँ म एउटा मान्छे मरेको रहेछ। अनि त्योमा मेरो फेभरेट बन्दुक भेट्छु होला जस्तो लाग्यो मलाई। यहाँ चाहिँ मैले भेटिनँ। त्यस पछाडि डबल भ्याक्टर चाहिँ मैले जेलमा हालिदिन्छु त्यो मैले बन्दुक भेटेरको कारण। त्यस पछाडि चाहिँ गाइस म चाहिँ यो 7 मिनटको मात्रै भिडियो बनाउन सक्नुहुन्छ। त्यसै कारण म यो भिडियोलाई एडिटिङ गर्दैछु।
यस्तै भिडियो बनाउनु छ भने म एउटा उता दिन्छु। अब हेर्न सक्नुहुन्छ म चाहिँ यो डबल भ्याक्टरलाई हाल्दै भन्दै थिएँ। मेरो टिममेटको चाहिँ हेल्थ कम भइसकेको छ, त्यसै कारण गाइज चाहिँ यो चाहिँ मैले यो बन्दुक फेरि म डबल भ्याक्टर लिन्छु किनकि यो बन्दुक चल्दै त्यसै कारण डबल भ्याक्टर मैले पाल्दै गएको के रहेछ यहाँ चाहिँ खोज्दै थिएँ म, त्यसै कारण हेलमेट पनि लिएँ मैले। त्यस पछाडि यहाँ मध्येमा मलाई के भन त एउटा हेल्थ दिन्छ मलाई यसले, यो दियो मलाई, मैले तर लिइनँ, अब लिन्छु। मलाई यो गनको चाहिँ नाम पनि कमेन्ट गर्न सक्नुहुन्छ तपाईँहरूले, के हो यसको नामै आएन मलाई। अनि गाइस एउटा बन्दालाई म लक गरिदिन्छु, लक गरिसकेपछि अब एउटा पछाडि अगाडि एउटा बन्दा हुन्छ, बन्दालाई चाहिँ म मारिसकेको हुन्छु। त्यस पछाडि मेरो चाहिँ यो भिडियो एडिटिङ रेडी भइसकेको छ, तर म एउटा यहाँ उँधो लगाइदिन्छु। अनि त्यस पछाडि गाइस अनि हेर्न सक्नुहुन्छ अब मेरो यो भिडियो एडिटिङ यो म गेम एपलाई सक्न चाहन्छु। 1 मिनटको छ, मेरो बाबा यहाँ आउनुहुन्छ यहाँ चाहिँ, अनि यहाँ म मर्छु अथवा के हुन्छ, यसलाई माथि कुद्न सक्थेँ मैले थाहा पाइनँ गाइस। माथि मैले हेर्दैधरि हेरिनँ, त्यसै कारणले मैले हेरेको थिइनँ। म यहाँदेखि चाहिँ भाग्दै हुन्छु, हेरेर गराउँछु यो चाहिँ म, यो यसको कारण यो किन कराउँछ भन्ने मैले थाहा पाइनँ, किन कराउँछ भन्ने। त्यसै कारण म यो अगाडि जाँदै हुन्छु, म यसलाई चढाउँदै हुन्छु किनकि मैले यो एडिटिङ गरिसकेको हुन्छु। यो भिडियो राम्रो लाग्यो भने तपाईँहरू लाइक सेयर सब्सक्राइब गर्न सक्नुहुन्छ। यो भिडियोलाई म बन्द गर्न चाहन्छु। थ्याङ्क यू सो मच।